जर्नल एन्ट्री भनेको के हो अनि जर्नल एन्ट्री गर्ने गोल्डन रुल्सहरू के हो भन्ने बारे आजको यस भिडियोमा हामी छलफल गर्नेछौँ, जुन हाम्रो क्लास 11 को लागि र हाम्रो ब्याचलर लेभलको लागि पनि एकदम महत्त्वपूर्ण रहेको छ। हाम्रो जर्नल एन्ट्री भन्ने च्याप्टर आज हामी यसबारे छलफल गर्नेछौँ। यो भिडियो अन्त्यसम्म हेर्नुभयो भने तपाईँहरूलाई जर्नल एन्ट्रीमा कतै पनि दुविधा हुने छैन भन्ने मैले आशा गरेको छु। सुरुमा हामी हेरौँ जर्नल एन्ट्री भनेको के हो। जर्नल एन्ट्री भन्नाले हाम्रो व्यवसायमा विभिन्न कारोबारहरूले गर्छन्। ती व्यवसायमा भएका कारोबारहरूलाई हामी दैनिक रूपमा एउटा निश्चित नियममा रहेर एउटा निश्चित फर्मेटमा हामी अभिलेख राख्छौँ भने त्यसलाई हामी जर्नल एन्ट्री भनेर भन्छौँ। भनेपछि यहाँ हेर्नु होला, जर्नल एन्ट्री इज द फर्स्ट स्टेप इन एकाउन्टिङ प्रोसेस भनेको हाम्रो एकाउन्टिङ प्रोसेसमा लेखा प्रक्रियामा हाम्रो विभिन्न चरणहरू हुने गर्छन्। ती चरणहरूमध्ये हाम्रो पहिलो चरण भनेको हाम्रो के रहेछ त जर्नल एन्ट्री रहेछ, जहाँ वेयर अ बिजनेस रेकर्ड इट्स डेली फाइनेन्सियल ट्रान्जेक्सन, जहाँ हाम्रो के हुन्छ व्यवसायमा भएका दैनिक रूपमा भएका आर्थिक कारोबारहरूको रेकर्ड राखिन्छ। इन सिस्टेमेटिक वे युजिङ द डेबिट एन्ड क्रेडिट रुल भनेको त्यो कारोबारको अभिलेख राख्दाखेरि एउटा निश्चित नियममा रहेर व्यवस्थित तरिकाले हामी अभिलेख राख्छौँ भने त्यसलाई हामी जर्नल एन्ट्री भनेर भन्छौँ। भने चाहिँ यहाँ मैले नेपालमा पनि लेखेर राखेको छु, जर्नल एन्ट्री भनेको लेखाचक्रको पहिलो चरण हो, जसमा व्यवसायले दैनिक आर्थिक कारोबारहरूको डेबिट र क्रेडिटको नियम प्रयोग गरी व्यवस्थित तरिकाले अभिलेख राख्दछ भने त्यसलाई हामी जर्नल एन्ट्री भनेर भनिन्छ। अब हेर्नु होला, जर्नल एन्ट्रीको गोल्डन रुलहरू के छ, गोल्डन रुल अफ डेबिट एन्ड क्रेडिट के छ। हाम्रो गोल्डन रुल अफ डेबिट एन्ड क्रेडिट अर्थात् हाम्रो आर्थिक कारोबारहरूको जर्नल बनाउनको लागि हामी निश्चित नियममा आधारित भएर बनाउनु पर्ने हुन्छ। हो, ती नियमहरू हेर्दाखेरि हाम्रो ती नियमहरू तीनटा छन्। एउटा के छ पर्सनल एकाउन्ट, अनि रियल एकाउन्ट, अनि नोमिनल एकाउन्ट हो। यो तीनटै एकाउन्टहरूको आधारमा रहेर हामीले जर्नल एन्ट्री बनाउनु पर्ने हुन्छ। जर्नल एन्ट्री बनाउँदाखेरि कुन डेबिट गर्ने कुन क्रेडिट गर्ने भन्ने कुरा यी तीनटै रुलहरूबाट हामीले हेर्नुपर्ने हुन्छ। त्यसो भनेपछि हामी सुरुमा हेरौँ, सुरुको हाम्रो नियम के छ त पर्सनल एकाउन्ट भन्दा हाम्रो व्यक्तिगत खाता भन्नाले बुझ्नु होला, व्यक्तिगत भनेको के हो, व्यक्तिसँग सम्बन्धित खातालाई व्यक्तिगत पर्सनल एकाउन्ट भनिन्छ। पर्सनल एकाउन्टमा पनि हाम्रो दुई प्रकारको व्यक्तिहरू पर्छ। एक प्रकारको व्यक्ति भन्नाले हाम्रो प्राकृतिक व्यक्ति हो, जो भनेको तपाईँ हामी हो, अर्थात् मानिसहरू भनेको प्राकृतिक व्यक्तिहरू हो। भनेपछि अर्को हुन्छ हाम्रो कृत्रिम व्यक्ति भन्नाले विभिन्न सङ्घ संस्था अर्थात् कानुनी रूपमा स्थापना गरिएका विभिन्न सङ्घ संस्थाहरूलाई हामी कृत्रिम व्यक्ति भनेर भन्ने गरिन्छ। भनेपछि यो कृत्रिम व्यक्ति अर्थात् कृत्रिम व्यक्ति र प्राकृतिक व्यक्ति भनेको हाम्रो पर्सनल एकाउन्ट हो। भनेपछि पर्सनल एकाउन्टको व्यक्तिगत खाताको हाम्रो नियम के हुने गर्छ, सुरुमा यसको रुल हेर्नु होला। व्यक्तिगत खाताको द रिसिभर डेबिट हुन्छ अनि द गिभर क्रेडिट हुन्छ। भनेको के हो, जुन व्यक्ति कुनै वस्तु दिन्छ त्यसलाई हामी क्रेडिट गर्ने, जुन व्यक्तिले केही कुरा पाउँछ भनेपछि त्यसलाई हामीले डेबिट गर्नुपर्ने हुन्छ। भनेपछि यो तपाईँहरूले बुझ्नुभयो, पर्सनल एकाउन्ट भनेको बुझ्नुभयो। अनि अर्को हेर्नु होला, अर्को के छ हाम्रो रियल एकाउन्ट भन्ने बित्तिकै तपाईँहरूले बुझ्नुपर्छ यो सम्पत्तिसँग सम्बन्धित खाता हो। सम्पत्तिसँग सम्बन्धित खाता भन्नाले हाम्रो व्यवसायमा विभिन्न सम्पत्तिहरू हुने गर्छन्। स्थिर सम्पत्ति अर्थात् फिक्स एसेटहरू हुने गर्छन्, अनि करेन्ट एसेटहरू हुने गर्छन्। हो, त्यो सम्पत्तिहरूलाई हेर्दाखेरि त्यो सम्पत्तिहरू व्हाट कम्स इन अर्थात् त्यो सम्पत्तिहरू हाम्रो व्यवसायमा आएमा, कम्स इन भनेको के हो त व्यवसायमा आएमा, त्यो सम्पत्तिहरू व्यवसायमा आएमा हामीले डेबिट गर्ने, त्यो सम्पत्तिहरू व्यवसायबाट गएमा हामीले के गर्ने त क्रेडिट गर्ने। अर्थात् व्हाट कम्स इन डेबिट, व्हाट गोज आउट क्रेडिट भनेको मतलब व्यवसायमा कुनै सम्पत्ति प्राप्त भयो भने त्यसलाई हामी डेबिट गर्छौँ, अनि व्यवसायबाट कुनै सम्पत्तिहरू बाहिर गयो भने हामी के गर्छौँ त्यसलाई क्रेडिट गर्छौँ। भनेपछि हामीले के पढ्यौँ, पर्सनल एकाउन्ट भयो अनि रियल एकाउन्ट भयो। अब हेर्नु होला तेस्रो एकाउन्ट भनेको के छ नोमिनल एकाउन्ट। यो नोमिनल एकाउन्ट भन्नाले हाम्रो खर्च र आम्दानीसँग सम्बन्धित खाता हो। खर्च र आम्दानीसँग सम्बन्धित खातालाई हामी नोमिनल एकाउन्ट भनेर भनिन्छ। भनेपछि नोमिनल एकाउन्टको रुल के छ हाम्रो, अल एक्सपेन्सेस एन्ड लसेस आर डेबिट भनेको जति पनि हाम्रो व्यवसायमा खर्च हुने गर्छ, जति पनि हाम्रो व्यवसायमा नोक्सान हुने गर्छ, हो त्यो खर्च र नोक्सान भएकोलाई हामीले डेबिटमा देखाउनु पर्ने हुन्छ। भनेपछि जति पनि हाम्रो अल इन्कम एन्ड गेन्स आर क्रेडिट भनेको छ। भनेको मतलब हाम्रो व्यवसायमा भएको आम्दानी र फाइदा जति पनि हाम्रो व्यवसायमा आम्दानी र फाइदा हुन्छ त्यसलाई हामी क्रेडिटमा देखाउँछौँ। भनेपछि यसरी हामीले के गरौँ त गोल्डन रुल अफ डेबिट क्रेडिटको हामी हेर्दाखेरि जम्मै तीनवटा रुल हुने रहेछ। तीनवटा रुलमा हाम्रो पर्सनल एकाउन्टको रुल, अनि रियल एकाउन्टको रुल, अनि नोमिनल एकाउन्टको रुल। यसरी तपाईँहरूले यो रुलकै आधारमा भएर हामी अब जर्नल एन्ट्री कसरी बनाउने भन्ने बारे छलफल गरौँ है।
ल यो मेटाइसकेपछि अब म लेख्छु या जर्नल इन्ट्रीको फर्मेट के हुन्छ भनेर। सुरुमा हामी हेरौँ जर्नल इन्ट्रीको फर्मेट हेरौँ है। जर्नल इन्ट्रीको फर्मेट सिम्पल हुन्छ। सुरुमा हामीले के लेख्ने, माथि हेडिङमा के लेख्ने, जर्नल इन्ट्री नै भनेर लेख्ने। माथि हेडिङमा जर्नल इन्ट्री भनेर नै लेख्ने। जर्नल इन्ट्री लेख्ने। अनि के हुन्छ हाम्रो डेट हुन्छ, डेट, पार्टिकुलर्स, अनि लेजर फोलियो नम्बर एलएफ हुन्छ, अनि डेबिट, अनि क्रेडिट। यसरी हाम्रो यो फर्मेट हुन्छ है। लेजर फोलियो नम्बर अलिक सानो हुन्छ, त्यही भएर मैले सानो कोलम बनाएँ यसको। अनि डेट हेर्नु होला, डेटको अलिक ठिकै राख्ने। ल यसरी हाम्रो के हुन्छ, जर्नल इन्ट्रीको फर्मेट हुन्छ। सुरुमा हेर्नु होला, जर्नल इन्ट्रीको फर्मेटमा हामीले के गर्यौँ, सुरुमा माथि जर्नल इन्ट्री भनेर हेडिङ राख्यौँ। त्यसपछि के राख्यौँ, डेट भनेर राख्यौँ। डेटमा के हुन्छ, क्वेसनमा दिएको छ भने डेट राख्ने, यदि दिएको छैन भने डेट नराख्ने। भनेपछि पार्टिकुलरमा के राख्ने, यसको विवरण राख्ने, कुन एकाउन्ट हाम्रो डेबिट हुन्छ, कुन एकाउन्ट क्रेडिट हुन्छ भनेर यसको विस्तृत हाम्रो विवरण पार्टिकुलर भन्ने कोलममा राख्नुपर्ने हुन्छ। भनेपछि यो लेजर फोलियो नम्बर, लेजर फोलियो नम्बरमा हाम्रो यो जर्नल इन्ट्री पछि हामी के बनाउँछौँ त, लेजर बनाउँछौँ। त्यो यो जर्नलमा भएको हाम्रो इन्ट्री त्यो लेजरमा कहाँ गएको छ भन्ने कुरा लेजर फोलियो नम्बरमा लेखिन्छ। तर हामीले इक्जामको लागि अहिले क्लास 11को लागि हेर्दाखेरि लेजर फोलियो नम्बरमा हामीले कुनै पनि लेख्नुपर्ने हुँदैन है। त्यही भएर हामीले के गर्छौँ त, लेजर फोलियो नम्बरलाई सानो बनाउँछौँ। अनि हेर्नु होला अर्को के छ हाम्रो डेबिट। डेबिटमा के लेख्ने, हाम्रो एमाउन्ट लेख्ने है। डेबिट एमाउन्ट हो यसमा। अनि डेबिट एमाउन्ट भन्नाले व्यवसायमा के कति रकम बराबर कारोबार भएको छ त्यो कारोबारले डेबिट लेख्ने। अनि क्रेडिट पनि त्यो कारोबारले लेख्ने, त्यो रकमलाई लेख्नुपर्ने हुन्छ। डेबिट र क्रेडिट के हुन्छ त हाम्रो बराबरी हुनुपर्छ। हामीले यसरी हामी गर्दाखेरि के हुन्छ, यो फर्मेट, यो हाम्रो फर्मेट कम। यो फर्मेट पछि हेर्नु होला हाम्रो व्यवसायमा के कारोबारहरू हुने गर्छ, अनि हाम्रो इक्जाममा के कारोबारहरूको जर्नल इन्ट्री बनाउन सोच्छ हो, त्योको बारेमा हामी हेरौँ। भनेपछि म यसलाई मेटाउँछु। सुरुमा हेर्नु होला हाम्रो के हुन्छ, सुरुमा व्यवसाय स्थापना भएको अर्थात् बिजनेस स्टार्टेडको हामीलाई जर्नल इन्ट्री बना भनेर सोधिन्छ। बिजनेस स्टार्टेडको जर्नल इन्ट्री सोध्न सकिन्छ है। बिजनेस स्टार्टेडको हेर्नु होला, यो बिजनेस स्टार्ट गर्दाखेरि यसको जर्नल इन्ट्री के हुन्छ भन्दाखेरि, बिजनेस स्टार्ट गर्दाखेरि हाम्रो व्यवसायमा के सामान आएको छ, अर्थात् हाम्रो व्यवसाय स्थापना गर्दाखेरि कुनै न कुनै हाम्रो व्यवसायमा सामान लगाउँछौँ हो। त्यो सामान लगाउँदाखेरि के हुन्छ, यहाँ हेर्नु होला, व्हाट कम्स इन डेबिट, अर्थात् व्यवसायमा जे सामान हाम्रो आउँछ त्यति बेला हामीले के गर्ने त, त्यसलाई डेबिट गरिदिने। अनि के गर्ने, लास्टमा ती सबैको एमाउन्टहरूलाई जोडेर टुमा, अनि के गर्ने क्रेडिटमा, टु क्यापिटल। जस्तै हेर्नु होला हाम्रो व्यवसाय स्थापना गर्दाखेरि हाम्रो नगद र फर्निचरबाट व्यवसाय स्थापना गरिएको छ भनेपछि हामीले डेबिटमा के गर्नुपर्ने हुन्छ, नगद र फर्निचरलाई लेख्नुपर्ने हुन्छ। भनेपछि के छ, सुरुमा नगदलाई क्यास एकाउन्ट डेबिट गर्ने, क्यास एकाउन्ट डेबिट गर्ने। अनि फर्निचर एकाउन्ट पनि हाम्रो के गर्नुपर्ने हुन्छ, डेबिट गर्नुपर्ने हुन्छ। फर्निचर एकाउन्टलाई पनि हामीले के गर्ने, डेबिट गर्ने। भनेपछि यो तपाईँहरूले बुझ्न सक्नुहुन्छ, व्हाट कम्स इन डेबिट भनेको अर्थात् व्यवसाय स्थापना गर्दाखेरि हाम्रो व्यवसायमा सुरुमा के लगाएको छ त, व्यवसायको मालिकले नगद लगाएको छ अनि फर्निचर लगाएको छ भनेपछि हामीले व्यवसायमा त्यो नगद र फर्निचर आएको हुन्छ। त्यही भएर हाम्रो रियल एकाउन्ट भित्रको डेबिटको रुल के छ त, हाम्रो व्हाट कम्स इन डेबिट छ। त्यही भएर यो व्हाट कम्स इन डेबिट हाम्रो कम भएको व्यवसायमा आएको हाम्रो क्यास र फर्निचर हो। त्यही भएर हामीले के गर्यौँ, यसलाई डेबिट गर्यौँ। अब हेर्नु होला, यो दुइटैको एमाउन्ट जोडेर हाम्रो क्रेडिटमा लेख्दाखेरि यसरी क्रेडिट भनेर नलेख्ने। क्रेडिटमा लेख्दाखेरि यो फर्निचर तलबाट सिधा नलेखेर अलि भित्रबाट है, सिधा नलेखेर अलि भित्रबाट हामीले टु भनेर, हेर्नु होला त, यो सिधा छैन, अलि भित्रबाट हामीले टु भनेर अनि टु क्यापिटल एकाउन्ट लेख्नुपर्ने हुन्छ। टु क्यापिटल एकाउन्ट, यो बिजनेस स्टार्ट गर्दाखेरि क्रेडिटमा के लेख्ने भन्दा टु क्यापिटल एकाउन्ट लेख्ने। अनि यी दुइटैको एमाउन्टलाई जोडेर हामीले बाहिर लेख्नुपर्ने हुन्छ, कति र दुइटैको एमाउन्ट कति आएको छ हो त्यो एमाउन्टलाई जोडेर हाम्रो क्यापिटल एकाउन्ट पनि हुन्छ। अनि यसरी लेखिसकेपछि यसमा हामीले अझै एउटा कुरा गर्नुपर्ने हुन्छ, त्यो भनेको के हो भन्दाखेरि यसको नेरेसन लेख्नुपर्ने हुन्छ है। हो, नेरेसन लेख्दाखेरि केबाट सुरु गर्ने, हामीले नेरेसन लेख्दाखेरि बिङबाट सुरु गर्ने। बिङबाट सुरु गरेर के लेख्ने, हामीले बिजनेस, क्वेसनमा दिएको लेख्ने, क्वेसनमा के भनेको छ त्यही आधारमा हामीले नेरेसन लेख्नुपर्ने हुन्छ। अहिले हेरौँ, हाम्रो बिजनेस स्टार्टेड भनेको छ भनेपछि बिङ बिजनेस स्टार्टेड विथ क्यास एन्ड फर्निचर है।
क्यास एन्ड फर्निचर हेर्नु होला, क्यास र फर्निचरबाट हाम्रो व्यवसाय स्थापना भएको छ, त्यही भएर हामीले के लेख्यौँ त, क्यास र फर्निचरबाट हाम्रो व्यवसाय स्थापना गरिएको छ भनेर हामीले यसरी लेख्यौँ। यसरी लेख्दाखेरि तपाईँहरूको के हुन्छ, बिजनेस स्टार्ट गर्दाखेरिको जर्नल एन्ट्री कम्प्लिट हुन्छ। भनेपछि हाम्रो व्यवसायबाट व्यवसाय स्थापना गर्ने मात्र हुँदैन, दैनिक कारोबारहरू धेरै हुने गर्छन्। त्यसो भनेपछि हाम्रो व्यवसायमा दैनिक कारोबारहरू के हुने गर्छन्, अनि तिनीहरूको कसरी हामी जर्नल एन्ट्री गरौँ भन्ने बारे फर्दर हामी पढ्दै जाऊँ है। भनेपछि अर्को हेर्नु होला, सुरुमा त हामीले बिजनेस स्टार्ट गऱ्यौँ, अनि हेर्नु होला अर्को के हुनसक्छ हाम्रो बिजनेसमा, कुनै सामानहरू हामीले किनेका हुन सक्छौँ है, कुनै सामानहरू हामीले पर्चेज गरेका हुन सक्छौँ। भनेपछि यो पर्चेज गर्दाखेरि के हुन्छ, पर्चेज पनि हेर्नु होला, अलिक सोच्नु होला, पर्चेज गर्दा पनि हामी एउटा नगदमा पर्चेज गर्न सक्छौँ, अर्को केमा त, अर्को हामी उधारोमा पर्चेज गर्न सक्छौँ। भनेपछि नगदको लागि छुट्टै जर्नल एन्ट्री हुन्छ, अनि क्रेडिट अर्थात् उधारोको लागि हाम्रो छुट्टै जर्नल एन्ट्री हुन्छ। सुरुमा हामी हेरौँ नगदको बारेमा के हुन्छ त, पर्चेज गर्दा पनि क्यासको है, क्यासमा पर्चेज गर्दाखेरि, अनि अर्को हेरौँ हामी क्रेडिटमा पर्चेज गर्दाखेरि के हुन्छ। क्यासमा पर्चेज गर्दाखेरि हाम्रो सुरुमा के हुन्छ, पर्चेज गर्दाखेरि के हुन्छ, हामी कुनै सामान खरिद गर्छौँ भनेपछि हाम्रो व्यवसायमा के हुन्छ, कुनै न कुनै सामान आउँछ हो, त्यो जुन सामान आएको हुन्छ त्यसलाई हामीले हेर्नु होला त, व्हाट कम्स इन डेबिट भनेको छ है। व्यवसायमा पर्चेज गर्दाखेरि कुनै सामान आउँछ, अथवा हामीले खरिद गर्दाखेरि कुनै सामान आउँछ, त्यो के सामान आएको छ हो त्यसलाई हामीले के गर्नुपर्ने हुन्छ त, डेबिट गर्नुपर्ने हुन्छ। जस्तै मानौँ हाम्रो के आएको छ, फर्निचर किनेको छौँ है हामीले, जस्तै हामीले सुरुमा पनि फर्निचरबाट लगाएका थियौँ, मानौँ अझै पनि हामीले के गर्यौँ, फर्निचर किन्यौँ भनेपछि सुरुमा हामीले के लेख्ने, डेबिटमा फर्निचर एकाउन्ट डेबिट लेख्ने। किन लेख्ने फर्निचर एकाउन्ट डेबिट, किनकि हाम्रो व्यवसायमा पर्चेज गर्दाखेरि, पर्चेज भनेको खरिद हो, पर्चेज गर्दाखेरि के हुन्छ, व्यवसायमा कुनै न कुनै सामान आएको हुन्छ, मानौँ त्यो सामान फर्निचर हो भनेपछि हामीले के गर्नुपर्ने हुन्छ, व्हाट कम्स इन डेबिट अर्थात् रियल एकाउन्टको रुलको आधारमा फर्निचर एकाउन्टलाई डेबिट गर्नुपर्ने हुन्छ। भनेपछि हाम्रो डेबिट त गरौँ, अब क्रेडिट के गर्ने भन्दाखेरि हेर्नु होला, अब क्रेडिट गर्दाखेरि हाम्रो कहाँबाट सुरु गर्ने, अलि भित्रबाट 2 लेखेर सुरु गर्ने, अलि भित्रबाट 2 लेखेर सुरु गऱ्यौँ हामी। तर अब हाम्रो व्यवसायबाट के गएको छ त, हेर्नु होला, सुरुमा हाम्रो व्यवसायमा के आयो, अनि व्यवसायबाट के जान्छ। हामी नगदमा हामीले फर्निचर खरिद गऱ्यौँ भनेपछि, फर्निचर आउँछ भनेपछि नगद के हुन्छ त, हाम्रो बाहिर जान्छ, अथवा हामीले पेमेन्ट गर्छौँ, क्यास पेमेन्ट गर्छौँ भने चाहिँ के हुन्छ यसमा, टु क्यास एकाउन्ट हेर्नु होला त, व्हाट गोज आउट क्रेडिट, किन्दाखेरि हाम्रो किन्दाखेरि हेर्नु होला, व्हाट कम्स इन डेबिट भनेको छ, अर्थात् व्यवसायमा हाम्रो फर्निचर आएको छ, त्यही भएर हामीले डेबिट गऱ्यौँ। अनि व्हाट गोज आउट क्रेडिट अर्थात् व्यवसायबाट के गएको छ, के जान्छ त हाम्रो, किन्दाखेरि हामीले पैसा तिरेका छौँ या नगदमा खरिद गर्दैछौँ भनेपछि हाम्रो पक्कै पनि क्यास जान्छ, होइन क्यास होइन, ब्याङ्कबाट अर्थात् चेक दियो भनेपछि हामीले के गर्छौँ, ब्याङ्कबाट अर्थात् चेक दिएपछि हामी के गर्छौँ, या ब्याङ्क भनेर पनि लेख्न सकिन्छ है। नगदमा पनि हुनसक्छ, नगद भन्नेकै ब्याङ्क अर्थात् ब्याङ्कको थ्रु, हाम्रो चेकको थ्रु पनि पेमेन्ट पर्चेज गरेका रहेछौँ भनेपछि ब्याङ्क पनि हुनसक्छ। भनेपछि फर्निचर एकाउन्ट डेबिट टु क्यास एकाउन्ट हाम्रो क्रेडिट हुने भएर यसरी हाम्रो पर्चेज गर्दा पनि, नगदमा पर्चेज गर्दाखेरिको हामीले के गर्यौँ त, जर्नल एन्ट्री हेऱ्यौँ। भनेपछि यति लेखेर त हुँदैन, यसमा हामीले नेरेसन पनि लेख्नुपर्ने हुन्छ हो। नेरेसन कसरी लेख्ने भन्दाखेरि सुरुमा के गर्ने, हामीले बिङबाट सुरु गर्ने, बिङ हेर्नु होला है, बिङ फर्निचर पर्चेज अन क्यास भन्ने, किनकि हामीले क्यासमा फर्निचर खरिद गरेका छौँ भने चाहिँ यसरी हेर्नु होला। पर्चेज गर्दाको हाम्रो जर्नल एन्ट्री के भयो त, पर्चेज गर्दाको जर्नल एन्ट्री, पर्चेज पनि कसमा गर्यौँ हामीले, नगदमा पर्चेज गर्दाखेरि फर्निचर एकाउन्ट डेबिट टु क्यास एकाउन्ट भनेको के हो, यो व्यवसायमा जे आएको छ हामीले डेबिट गऱ्यौँ, अनि जे गएको छ व्यवसायबाट त्यसलाई हामीले क्रेडिट गऱ्यौँ। मानौँ हाम्रो सधैँ हाम्रो फर्निचर नै हुँदैन है, फर्निचर नै हुँदैन, कहिले हामी के गर्न सक्छौँ, गुड्स पर्चेज गर्न सक्छौँ। गुड्स भनेको के हो, कुनै एउटा सामान हो, त्यसको नाम दिएको छ त, कुन सामान हो भन्ने, गुड्स भनेको मानौँ सामान हो, भने चाहिँ त्यो कुन सामान हो त, कुन सामान हो भन्ने कुरा दिएको छैन हो, त्यो बेला के गर्नुपर्ने हुन्छ भन्दाखेरि तपाईँहरूले यो फर्निचर नलेखेर, गुड्स त गुड्स हो, अनि गुड्स आयो भनेर गुड्स एकाउन्ट डेबिट नगरेर तपाईँले के गर्नुपर्ने हुन्छ, गुड्सको ठाउँमा पर्चेज एकाउन्ट डेबिट गर्नुपर्ने हुन्छ है। पर्चेज एकाउन्ट डेबिट हेर्नु होला, कुनै पनि वस्तुको नाम तोकेर दिन्छ भने त्यसको नाम नै लेख्ने, यदि नाम दिएको छैन, गुड्स भनेर मात्रै दिएको छ भनेपछि हामीले पर्चेज एकाउन्ट, गुड्स एकाउन्ट हुँदैन, त्यही भएर हामीले के गर्यौँ, पर्चेज एकाउन्ट भनेर लेख्नुपर्ने हुन्छ। अनि के छ, यो क्यासमा खरिद गर्दाखेरि के हुन्छ, क्रेडिटमा हाम्रो के हुन्छ त, टु क्यास एकाउन्ट नै हुन्छ है। टु क्यास अर्थात् ब्याङ्कबाट चेकको थ्रु दिएको छ भने टु ब्याङ्क एकाउन्ट हुन्छ हाम्रो। अहिले हामी क्यास एकाउन्ट भनेर नै लेखौँ। भनेपछि यसरी हाम्रो के हुन्छ त, गुड्सको केसमा, यो गुड्सको केसमा
अर्थात् हाम्रो व्यवसायमा सामान त किन्यो, कुन सामान किन्यो भन्ने हाम्रो जानकारी छैन, गुड्स भनेर मात्र दिएको छ भनेपछि हामीले पर्चेज एकाउन्ट भनेर लेख्न सकिन्छ। यसरी लेखेर भएन, अब यसको पनि के गर्नु पर्यो, हामीले नेरेसन लेख्नुपर्ने हुन्छ। बिङ लेख्ने, अनि क्वेसनमा दिएको हुन्छ क्वेसनमा दिएको हुन्छ कि गुड्स पर्चेज अन क्यास भनेर दिएको हुन्छ, त्यही हामीले सार्दिने है। यसरी हाम्रो बिङ भनेर सार्दाखेरि के हुन्छ, हाम्रो नेरेसन पनि कम्प्लिट हुन्छ। भनेपछि हामीले के गर्यौँ, सामान पर्चेज गर्दाखेरिको क्यासमा पर्चेज गर्दाखेरि के हुन्छ भनेर हामीले हेऱ्यौँ। अब हामी हेरौँ क्रेडिटतर्फ जाउँ। क्रेडिटको के हुन्छ है, क्रेडिटको हेर्नु होला, म क्यासलाई मेटाउँछु। क्रेडिट भनेको के हो त, हाम्रो उधार हो। अर्थात् उधारोमा सामान किन्दाखेरि के हुन्छ, उधारोमा सामान किन्दाखेरि हेर्नु होला है, उधारोमा सामान किन्दाखेरि सुरुमा हामी बुझौँ, सामान किन्दाखेरि के हुन्छ, हाम्रो व्यवसायमा कुनै न कुनै चिज आएको हुन्छ। जस्तो के हुन्छ, व्हाट कम्स इन डेबिट, सामान किन्दाखेरि व्यवसायमा के हुन्छ, पर्चेज गर्दाखेरि केही न केही त व्यवसायमा आएको हुन्छ। भनेपछि हामी के गरौँ, मानव अहिले हामी के गरौँ, फर्निचर नै खरिद गरेका छौँ भनेपछि फर्निचर एकाउन्ट हाम्रो डेबिट हुन्छ। फर्निचर एकाउन्ट हाम्रो डेबिट हुन्छ। भनेपछि अब क्रेडिट के गर्ने, क्रेडिट भनेको के हो त, क्रेडिट भनेको हेर्नु होला, क्रेडिट हाम्रो तीनटा छ। एउटा त गिभरले हामीले क्रेडिट गर्ने, एउटा के गर्ने, हाम्रो व्यवसायबाट के गएको छ त्यसलाई क्रेडिट गर्ने, अर्को के गर्ने भन्दा हाम्रो इन्कम अर्थात् आम्दानी भएको छ भने त्यसलाई पनि हामीले क्रेडिट गर्ने। भनेपछि यसमा के हो, फर्निचर त हामीले किन्यौँ, तर हामीले नगद दिनुपर्ने हो, नगद हामीले दिएनौँ। नगद दिएन भनेपछि हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि यसमा टु क्रेडिटर एकाउन्ट है, टु क्रेडिटर एकाउन्ट। यो क्रेडिटर एकाउन्ट भनेको के हो, कुन ठाउँबाट अर्थात् कसबाट हामीले सामान किन्यौँ, कसबाट हामीले सामान किन्यौँ त्यसको यहाँ नाम लेख्नुपर्ने हुन्छ। यदि नाम दिएको छैन भनेपछि तपाईँहरूले टु क्रेडिटर एकाउन्ट भनेर लेख्न सकिन्छ। जस्तै मानौँ हामीले के गर्यौँ, रामबाट हामीले सामान किन्यौँ भनेपछि टुको ठाउँमा के लेख्ने, हामीले टु राम एकाउन्ट भनेर लेख्ने। हेर्नु होला है, धेरै जसो क्वेसनमा हाम्रो नाम नै दिएको हुन्छ, यो ठाउँबाट हामीले किन्यौँ भन्ने कुरा दिएको हुन्छ। जस्तै मानौँ यहाँनिर क्रेडिटर नाम दिएन भनेपछि त क्रेडिटर लेख्ने। यदि नाम दिएको छ, मानौँ राम भनेर नाम दिएको छ, रामको नाम दिएको छ भनेपछि हामी के गरौँ, टु राम एकाउन्ट भनेर हामी के गरौँ, यसरी मान्छेको नाम लेख्नुपर्ने हुन्छ। यो किन भयो त क्रेडिटमा भनेपछि हेर्नु होला है, द गिभर, त्यो गिभर राम भन्ने मान्छेले हामीलाई यो फर्निचर दिएको होइन र हो, राम भन्ने मान्छेले हामीलाई फर्निचर दिएको हो, त्यही भएर राम भन्ने मान्छे गिभर हुन्छ। भनेपछि हाम्रो जर्नल इन्ट्रीमा के हुँदो रहेछ, एउटै जर्नल इन्ट्रीमा पनि हाम्रो दुईटा रुलहरू लागू हुँदो रहेछ भनेर यहाँबाट हाम्रो प्रुफ भयो। किनकि फर्निचर भनेको हाम्रो सम्पत्तिसँग सम्बन्धित हो। व्हाट कम्स इन डेबिट गऱ्यौँ, हाम्रो फर्निचर आएको थियो डेबिट गऱ्यौँ, अनि टु राम अर्थात् रामले दिएको थियो भने चाहिँ द गिभरले हामीले के गरौँ त क्रेडिटमा गऱ्यौँ। यसरी हाम्रो के हुँदो रहेछ, एउटै जर्नल इन्ट्रीमा पनि दुई तिनवटा हाम्रो रुल्सहरूबाट हुँदो रहेछ। भनेपछि यसरी हामीले क्रेडिटमा पर्चेज गर्दाखेरिको जर्नल इन्ट्री यसरी बनाउन सकिन्छ। भनेपछि यति बनाएर त हाम्रो हुँदैन, यसको नेरेसन पनि लेख्नुपर्ने हुन्छ। भनेपछि यसको नेरेसनमा के लेख्ने, बिङ भनेर अनि क्वेसनमा के दिएको छ क्वेसनबाट सार्दिने है, क्वेसनबाट सार्नु पनि हुन्छ, धेरै गाह्रो हुँदैन तपाईँहरूलाई। भनेपछि यसरी हामीले क्रेडिटमा पर्चेज गर्दाखेरिको हेऱ्यौँ। अब हेर्नुहोला, हाम्रो फर्निचर मात्र नहुन सक्छ, हाम्रो जहिले पनि फर्निचर मात्र क्रेडिटमा पर्चेज गरेको नहुन सक्छ। जस्तै मानौँ हाम्रो गुड्स दिएको छ भनेपछि, यदि हामीलाई गुड्स दिएको छ भनेपछि के गर्ने, डेबिटमा के गर्ने, हाम्रो गुड्स हो, तर हामीले के गर्छौँ, डेबिटमा गुड्स भनेर लेख्दैनौँ। किनकि हाम्रो गुड्स एकाउन्ट हाम्रो हुँदैन है, गुड्स एकाउन्ट हाम्रो हुँदैन लेखामा, त्यही भएर हामी के गर्छौँ त गुड्सको ठाउँमा हामी पर्चेज एकाउन्ट भनेर लेख्छौँ। हेर्नु होला है, किन्दा पनि हाम्रो पर्चेज एकाउन्ट, जहिले पनि हामी सामान किन्दाखेरि पर्चेज एकाउन्ट नै हुन्छ, चाहे त्यो क्यासमा होस् चाहे त्यो क्रेडिटमा होस्। भनेपछि हामीले के गर्यौँ, क्रेडिटको हेर्दैछौँ हामी, क्रेडिटमा पर्चेज एकाउन्ट डेबिट गऱ्यौँ। अनि टु के गर्ने, कसबाट सामान किनेको, टु के गर्ने त टु राम एकाउन्ट, मानौँ त्यो रामबाट सामान किनेको भनेपछि टु राम एकाउन्ट भनेर हामी क्रेडिटमा लेखौँ, टु राम एकाउन्ट भनेर यसरी लेखौँ। यो एमाउन्ट कति दिएको छ, यो एमाउन्टलाई हामी डेबिट र क्रेडिट दुइटै ठाउँमा देखाउनु पर्ने हुन्छ। यता हेर्नु होला है, डेबिटमा पनि देखाउने, अनि यसको पनि हामीले नेरेसन लेख्नुपर्ने हुन्छ। नेरेसन कहाँबाट सुरु गर्ने त, हामीले बिङबाट सुरु गर्ने, बिङ गुड्स पर्चेज फ्रम राम भनेर हामीले यसरी लेख्न सकिन्छ है। भनेपछि हामीले के हेऱ्यौँ भन्ने कुरा, पर्चेज गर्दाखेरिको जर्नल इन्ट्री हामीले यसरी बनाइने रहेछ भन्ने कुरा हामीले यहाँ सिक्यौँ। अब हेर्नु होला, हाम्रो पर्चेज गर्दाखेरि कतिवटा इन्ट्री हुँदो रहेछ, दुईवटा। एउटा हाम्रो क्यासमा हुनसक्छ, अर्को हाम्रो हुनसक्छ क्रेडिटमा। क्यासको हामीले हेऱ्यौँ, अनि क्रेडिटको गर्दाखेरि के गर्ने त, क्रेडिट गर्दाखेरि क्यास जस्तै हुन्छ, डेबिटको हाम्रो सेम हुन्छ, तर क्रेडिटमा के गर्ने, क्रेडिटको हाम्रो टु लेख्दाखेरि टु लेखेर हाम्रो व्यवसायको संस्थाको नाम लेख्नुपर्ने हुन्छ, अर्थात् व्यक्तिको नाम लेख्नुपर्ने हुन्छ। किनकि त्यो व्यक्तिले हाम्रो व्यवसायमा सामान दिएको हुन्छ,
दिएको हुन्छ भने चाहिँ दिने मान्छेलाई हामीले के गर्छौँ क्रेडिट भनेर लेख्छौँ। अब हेर्नु होला पर्चेजको त हामीले पढ्यौँ। अब हेरौँ हामी सेल्सको है। जसरी हामीले पर्चेज गर्यौँ सेल्सको पनि हाम्रो सेम नै हुन्छ। ल म यसलाई पनि मेटाइदिन्छु। सेल्सको हेर्नु होला सेल्स गर्दाखेरि हाम्रो के हुन्छ जर्नल एन्ट्री भनेर। सेल्स पनि के हुनसक्छ हाम्रो क्यासमा पनि हुनसक्छ अनि क्रेडिटमा पनि हुनसक्छ। र सुरुमा हामी हेरौँ क्यासमा। सेल्स गर्दाखेरिको क्यासमा सेल्स पनि हामीले के हेर्दैछौँ त हामी सेल्सको पनि हामी क्यासमा हेरौँ है। हो सेल्स भनेर के हो बिक्री गर्दाखेरि। बिक्री गर्दा के हुन्छ हामीले पैसा प्राप्त गर्छौँ अनि के गर्छौँ कुनै सामानहरू हामी के गर्छौँ कसैलाई दिन्छौँ भनेपछि त्यसलाई हामी सेल्स भनेर भनिन्छ। सेल्स भनेको बिक्री हो। बिक्री पनि हाम्रो क्यासमा अर्थात् नगदमा बिक्री गर्दाखेरि कस्तो जर्नल एन्ट्री हुन्छ भनेर हामी हेरौँ। जस्तै हेरौँ क्यासमा हाम्रो नगदमा हाम्रो सामान बेच्दाखेरि व्यवसायमा के आउँछ त? व्यवसायमा के आउँछ हेर्नु होला व्हाट कम्स इन डेबिट भनेको छ। व्हाट कम्स इन डेबिट भन्नाले हाम्रो व्यवसायमा के आएको छ। जस्तै मानौँ हाम्रो नगदमा बिक्री गरेको छ भनेपछि के आउँछ हाम्रो व्यवसायमा नगद नै आउँछ। क्यास एकाउन्ट डेबिट हेर्नु होला है नगदमा हाम्रो बिक्री गर्दाखेरि के हुन्छ क्यास एकाउन्ट डेबिट हुन्छ किनकि हाम्रो नगद भनेको क्यास हो। क्यास हाम्रो व्यवसायमा आएको हुन्छ। क्यास आएको हुन्छ भनेपछि यो रियल एकाउन्टको रुलको आधारमा हामीले के गर्यौँ यसलाई क्यास एकाउन्टलाई डेबिट गर्यौँ। अनि क्रेडिट के गर्ने भन्दाखेरि हेर्नु होला व्हाट गोज आउट हाम्रो व्यवसायबाट के गएको छ त हो के गएको छ त्यसलाई हामीले क्रेडिट गर्नुपर्ने हुन्छ। जस्तै मानौँ यहाँ पनि हामी फर्निचरकै उदाहरण लियौँ। जस्तै मानौँ हामीले फर्निचर बेच्यौँ भनेपछि टु फर्निचर एकाउन्ट भनेर यसरी तपाईँहरूले लेख्न सक्नुहुन्छ। अब फर्निचर होइन फर्निचर त हामीलाई नाम तोकेर दियो। यदि नाम तोकेर दिएको छैन अर्थात् गुड्स सोल्ड भनेको छ हाम्रो गुड्स सोल्ड गरेको छ सामान बिक्री गरेको छ के सामान भन्ने कुरा दिएको छैन भनेपछि के गर्ने यसमा सामानको नाम नदिएपछि के गर्ने टु सेल्स एकाउन्ट है। टु सेल्स एकाउन्ट भनेर हामीले लेख्नुपर्ने हुन्छ। यदि सामानको नाम दिएको छैन भनेपछि हाम्रो यी दुई मध्ये हाम्रो एउटा मात्र आउँछ है। या त हाम्रो फर्निचर अर्थात् कुनै वस्तुको नाम दिएको छ भनेपछि त्यो वस्तुको नाम नै लेख्ने अनि वस्तुको नाम दिएको छैन भनेपछि टु सेल्स एकाउन्ट भनेर लेख्ने। यसरी हामीले के गर्न सक्छौँ नगदमा बिक्री गर्दाखेरिको जर्नल एन्ट्री हेर्न सक्छौँ। अनि यति मात्र गरेर भएन यसको नेरेसन पनि लेख्नुपर्ने हुन्छ। हामीले नेरेसन लेख्दाखेरि हामीले बिङबाट सुरु गरेर क्वेसनमा दिएको गुड सोल्ड अन क्यास भनेर यसरी तपाईँहरूले लेख्न सक्नुहुन्छ। अर्थात् फर्निचर सोल्ड गरेको छ भनेपछि फर्निचर सोल्ड अन क्यास भनेर तपाईँहरूले लेख्न सक्नुहुन्छ। यसरी हामीले के गर्ने त नेरेसन पनि लेखिदिने है। अनि हेरौँ यो त हामीले हेऱ्यौँ क्यासमा बिक्री गर्दाखेरि के हुन्छ। अब हेरौँ हामी उधारमा बिक्री गर्दाखेरिको के हुन्छ क्रेडिट भनेको उधारमा बिक्री गर्दाखेरिको जर्नल के हुन्छ भनेर हेरौँ। उदाहरण बेच्दाखेरि हामीले के प्राप्त गर्छौँ त तत्कालको लागि हामी कुनै पनि कुराहरू हामी प्राप्त गर्दैनौँ भनेपछि हामी डेबिटमा के गर्ने भन्दा यहाँ हेर्नु होला यसको डेबिटको नियममा यहाँबाट लागु हुन्छ द रिसिभर अर्थात् जुन मान्छेलाई हामी बिक्री गर्यौँ होइन जुन मान्छेलाई हामीले सामान बेच्यौँ त्यो मान्छेले के हुन्छ त त्यो मान्छेले सामान पाएको हुन्छ। हेर्नु होला है बुझ्नु होला त्यो मान्छेले के हुन्छ सामान पाएको हुन्छ अर्थात् त्यो मान्छे भनेको के रिसिभर हो त्यो मान्छेको नामलाई हामीले के गर्नुपर्ने हुन्छ डेबिट गर्नुपर्ने हुन्छ। जस्तै मानौँ सिम्पल हाम्रो रामकै नाम लियौँ रामलाई हामीले के गर्यौँ त सामान बेच्यौँ भनेपछि राम एकाउन्ट डेबिट हुने भयो हाम्रो राम एकाउन्ट डेबिट हुन्छ है। किन हुन्छ डेबिट किनकि हाम्रो राम भनेको के हो हाम्रो द रिसिभर हो अर्थात् जुन व्यक्तिले कुनै पनि सामानहरू प्राप्त गरेको हुन्छ भनेपछि त्यसलाई हामी के गर्छौँ डेबिट गर्छौँ रिसिभरलाई। त्यही भएर जस्तै मानौँ रामलाई बेचेका छौँ भनेपछि रामलाई हामीले गुड सोल्ड गरेका छौँ भनेपछि राम एकाउन्टलाई हामीले के गर्ने डेबिट गर्ने। अनि क्रेडिटमा के गर्ने भन्दाखेरि क्रेडिट भनेको त हाम्रो के हो क्रेडिट हाम्रो सेम नै हुन्छ है। अर्थात् हाम्रो कुनै क्रेडिट गर्दाखेरि हाम्रो व्यवसायबाट के गएको छ अर्थात् हाम्रो फर्निचर गएको छ भनेपछि कुनै नाम नै तोकेर दिएको छ भनेपछि नाम लेख्ने होइन हाम्रो गुड्स भनेर मात्रै दिएको छ भनेपछि टु सेल्स एकाउन्ट लेखिदिँदा हुन्छ है। टु सेल्स एकाउन्ट भनेर लेखिदिनु पर्ने हुन्छ हामीले कुन अवस्थामा जुन बेला हाम्रो गुड्स भनेर मात्र दिएको हुन्छ अर्थात् यसमा हामीले मेसिन अर्थात् प्लान्ट कुनै ल्यान्ड फर्निचर भनेर दिएको छ भनेपछि हामीले ल्यान्ड फर्निचर बेच्दाखेरि के हुन्छ त्यो नाम दिएको छ भनेपछि नामलाई लेख्ने। यदि गुड्स मात्रै भनेको छ भनेपछि त्यसलाई के गर्ने गुड्स नलेखेर हामीले के गर्ने सेल्स लेख्ने। जसरी हामीले पर्चेजमा गुड्स नलेखेर पर्चेज गरेका थियौँ
त्यसै पर्चेस लेखेका थियौँ, त्यसै गरेर हामीले के गर्ने, सेल्स गर्दा पनि गुड्स नलेखेर सेल्स एकाउन्ट भनेर लेख्नुपर्ने हुन्छ। भनेपछि अझ यसो के गर्नुपर्ने हुन्छ, हामीले नेरेसन पनि लेख्नुपर्ने हुन्छ। नेरेसन लेख्दा के गर्ने, बिङबाट सुरु गर्ने, अनि क्वेसनमा दिएको बिङ गुड्स सोल्ड टु राम भनेर हामीले यसरी लेख्न सकिन्छ। यसको पनि नेरेसन भयो। यो हाम्रो जस्तै यसमा हेरौँ, हाम्रो गुड्स नभएर फर्निचर थियो भने चाहिँ के गर्न सक्छौँ हामी, राम एकाउन्ट डेबिट अनि टु फर्निचर एकाउन्ट भनेर हामीले यसरी लेख्न सकिन्छ है। भने चाहिँ हामीले के हेरौँ, पर्चेजको हेरौँ अनि सेल्सको पनि हेरौँ। अब पर्चेज सेल्स मात्रै होइन हाम्रो व्यवसायमा, अरू पनि धेरै कारोबारहरू हुनसक्छ हाम्रो। जस्तै मानौँ हामीले के गरौँ, रुम रेन्ट पेड गऱ्यौँ, अर्थात् हामीले घर भाडा तिर्यौँ भनेपछि घर भाडा तिर्दाखेरि रुम रेन्ट लिएर बसेको हुनसक्छ। हो त्यसरी बसेको छ भने चाहिँ जस्तै मानौँ हामी एक्सपेन्सेस पेड गर्दाखेरि है, एक्सपेन्सेस पेड गर्दाखेरिको हाम्रो जर्नल इन्ट्री के हुन्छ भन्दाखेरि, होइन होला, एक्सपेन्सेस पनि हाम्रो विभिन्न थरीका हुन्छन्। जस्तै हामी वेजेस सेलेरी तिर्न सक्छौँ, अनि रुम भाडा रेन्ट तिर्न सक्छौँ, अनि अरूहरू पनि हाम्रो धेरै हुन्छन्। जस्तै हाम्रो कुनै क्यारेज तिर्न सक्छौँ, अरू इलेक्ट्रिसिटी चार्जहरू तिर्न सक्छौँ। भनेपछि यसरी के हुन्छ, हाम्रो खर्चहरू पनि हाम्रो व्यवसायमा धेरै नै भएको हुन्छ। हो त्यो खर्चहरू पेमेन्ट गर्दाखेरि हामीले कसरी गर्ने, त्यो खर्चहरूलाई हामीले कसरी लेख्ने भन्दा, हेर्नु होला यहाँ के भनेको छ, नोमिनल एकाउन्टमा के भनेको छ, अल एक्सपेन्सेस एन्ड लसेस डेबिट भनेको छ। अर्थात् जुन हामी खर्च गर्छौँ त्यसलाई के गर्ने, हामीले डेबिट गर्ने। भनेपछि मानौँ यहाँ हामीले के गर्यौँ, रुम रेन्ट तिर्यौँ है, रुम रेन्ट तिर्यौँ भनेपछि यो भनेको चाहिँ के हो, रुम रेन्ट भनेको के हो, हाम्रो एक्सपेन्सेस हो। त्यही भएर हामी के गर्छौँ, यसलाई डेबिट गर्छौँ। के लेख्ने डेबिटमा, रेन्ट एकाउन्ट डेबिट भनेर हामीले के गर्ने, अल एक्सपेन्सेस एन्ड लोसेसको आधारमा, किन रेन्ट भनेको एक्सपेन्सेस हो, यसलाई हामीले के गर्नुपर्ने हुन्छ, नोमिनल एकाउन्टको आधारमा हामीले डेबिट गर्नुपर्ने हुन्छ। भनेपछि हामीले के गरौँ, डेबिट त हाम्रो खर्च भएको हामीले लेख्यौँ। अब क्रेडिटमा के गर्ने भन्दाखेरि, हेर्नु होला, कुनै पनि हाम्रो खर्चहरू पेड गर्दाखेरि हामीले के गर्छौँ, नगद दिन्छौँ। हो नगद दिन्छौँ भने चाहिँ टु क्यास एकाउन्ट गर्ने, टु क्यास एकाउन्ट गर्नुपर्ने हुन्छ हामीले। हेर्नु होला है, व्यवसायको कुनै हामीले खर्च भुक्तानी गर्छौँ भनेपछि त्यो के हुन्छ, हामी नगदमा दिन सक्छौँ। हेर्नु होला है, क्यास हो भनेपछि क्यासमा दिन्छौँ हामी। यदि हाम्रो ब्याङ्कबाट, अर्थात् हामीले कुनै व्यवसाय कुनै हाम्रो खर्चको भुक्तानी गर्दाखेरि चेकको थ्रु दिएका छौँ भने चाहिँ के हुन्छ, हाम्रो टु ब्याङ्क एकाउन्ट भनेर हामीले लेख्नुपर्ने हुन्छ। चेकबाट दियो भने ब्याङ्क, अर्थात् हामीले नगद नै लगेर दियो भनेपछि टु क्यास एकाउन्ट भनेर हामीले यसरी लेख्नुपर्ने हुन्छ। अनि यसको पनि नेरेसन लेख्नुपर्ने हुन्छ। नेरेसन कसरी लेख्ने, बिङबाट सुरु गर्ने, बिङबाट सुरु गरेर बिङ रेन्ट पेड बाई चेक पनि भन्न सकिन्छ है। चेक हो भने चाहिँ के गर्ने, चेक हो भनेपछि हाम्रो ब्याङ्क लेख्नुपर्ने हुन्छ। अनि क्यास हो भनेपछि हाम्रो के हुन्छ, बाई बिङ रेन्ट पेड भनेर मात्र लेखिदिँदा हुन्छ। किनकि त्यो रेन्ट पेड भनेको क्यास भन्नाले हाम्रो अन्डरस्टुड हुन्छ, त्यो क्यास भनेर नलेख्दा पनि हुन्छ। भनेपछि यसरी हाम्रो के भयो, यसको पनि नेरेसन हुन्छ। अब हेरौँ नेक्स्ट जर्नल इन्ट्री। नेक्स्ट जर्नल इन्ट्रीमा हामी हेरौँ क्यास रिसिभ हुँदाखेरिको के हुन्छ। हेर्नु होला, क्यास रिसिभको जर्नल इन्ट्री के हुन्छ भनेर हामी हेरौँ। क्यास रिसिभ, यो क्यास रिसिभ कतिखेर हुन्छ त, हाम्रो जतिखेर हामीले उधारोमा सामान बेचेका हुन्छौँ। हो त्यो उधारमा सामान बेचेको मान्छेलाई त्यो पछि गएर हामीलाई क्यास दिन्छ भनेपछि त्यो बेला हाम्रो के हुन्छ, व्यवसायमा क्यास आएको हुन्छ। हो त्यो बेलाको इन्ट्री के हुन्छ भनेर हेर्दाखेरि, सुरुमा हाम्रो क्यास रिसिभ हुँदाखेरि, क्यास पाउँदाखेरि के आउँछ त हाम्रो व्यवसायमा, वाट कम्स इन डेबिट भनेको छ रियल एकाउन्टको रुल अनुसार। त्यसो भनेपछि हाम्रो व्यवसायमा के आउँछ त, क्यास हामीले प्राप्त गर्दाखेरि क्यास आउँछ। हो यो क्यास एकाउन्टलाई हामीले के गर्ने, डेबिट गर्ने। अनि क्रेडिटमा के गर्ने भन्दाखेरि, कसबाट क्यास आएको हो त, कसबाट क्यास आयो भन्दाखेरि हामीले अगाडि हेरेका थियौँ, अगाडि के पढाएको थियौँ भन्दाखेरि हामीले रामलाई उधारोमा सामान बेचेका थियौँ। हो अहिले के गर्छ, त्यो राम भन्ने मान्छे हामीलाई पैसा दिन्छ भने राम एकाउन्ट हाम्रो के हुन्छ, क्रेडिट हुन्छ। राम एकाउन्ट किन क्रेडिट हुन्छ भन्दाखेरि, हेर्नु होला, यो राम भनेको गिभर हो अहिले बेला। किनकि राम भन्ने मान्छेले हामीलाई क्यास दिएको छ भनेपछि यो द गिभर हुन्छ। राम भनेको हाम्रो द गिभर हुन्छ, त्यही भएर यसलाई के गर्यौँ, हामीले क्रेडिट गर्यौँ। भनेपछि हेर्नु होला, जतिको एमाउन्ट बराबर त्यसले क्यास दिएको छ त्यो एमाउन्ट पनि हामीले यहाँ लेखिदिँदा हुन्छ है। हेर्नु होला, यो क्यास प्राप्त गर्दा पनि हामीले पाउनु पर्ने रकम भन्दा कम प्राप्त गर्यो भनेपछि के हुन्छ, जस्तै मानौँ हामीले 10,000 पाउनु पर्ने थियो, रामले हामीलाई दिनुपर्ने कति हजार थियो, 10,000 थियो भनेपछि रामले हामीलाई दिनुपर्ने 10,000 थियो भनेपछि मानौँ रामले 9,500 दिएपछि, रामले हामीलाई 9,500 दिएपछि हाम्रो व्यवसायमा आएको क्यास कति हुन्छ त, हाम्रो 9,500 नै हुन्छ। किनकि हामीले पाएको त कति हो, 9,500 नै हो। अनि रामबाट हामीले सेटलमेन्ट, रामको कति थियो हाम्रो उधारो,
रामलाई हामीले 10,000 बराबरको उधारोमा सामान बेचेका थियौँ। हो त्यसो भनेपछि रामको एकाउन्ट त हाम्रो जम्मै कति हो त 10,000 बराबरको। अब हेर्नु ल रामले दिनुपर्ने हामीलाई 10,000 बराबरको हो। अहिले हामीले कति पायौँ 9,500 पायौँ। हो यो अवस्थामा हाम्रो के हुन्छ डिस्काउन्टको केसमा हुन्छ। यो डिस्काउन्टको केसमा के गर्ने भन्दाखेरि अब हेर्नु ल यहाँ 9,500 छ यहाँ 10,000 छ भनेपछि हामीले के गर्ने डेबिट क्रेडिट हाम्रो बराबर छ कि छैन भनेर हेर्ने। डेबिट क्रेडिट बराबर छैन। हो कुन साइडमा कम परेको छ त हाम्रो डेबिट साइडमा 9,500 मात्रै छ भनेपछि हाम्रो 500 त हाम्रो डेबिटमा कम भएको छ। हो यो 500 कम हुनु भनेको हाम्रो के हो डिस्काउन्ट हो। यो डिस्काउन्टलाई हामीले के गर्ने हेर्नु होला डेबिटमा कम पुगेको हुनाले हामीले डेबिटमा के गर्ने डिस्काउन्ट एकाउन्ट भनेर लेख्ने। डिस्काउन्ट एकाउन्ट भन्नुलाई कति छ हाम्रो 500 छ भनेपछि हामीले के गर्यौँ 10,000 पाउनु पर्ने हो रामबाट। रामको जम्मै एकाउन्ट कति हो त हाम्रो उधारो एकाउन्ट कति हो 10,000 को हो। हामीले पायौँ 9,500। 500 भनेको के हो हाम्रो डिस्काउन्ट हो। यो डिस्काउन्ट हामीले डेबिट गर्यौँ। अब यसरी नगर्दाखेरि हेर्नु होला हामीले पाएको एमाउन्टलाई के गर्यो हामीले व्यवसायमा कति बराबर क्यास आएको छ 9,500 को अनि कति बराबर त्यसले दिनुपर्ने थियो 10,000 बराबरको। हो यो बाँकी भएको 500लाई यो 500लाई हामीले डेबिटमा लेख्यौँ किनकि यो हामीले पाउनु पर्ने भन्दा कम रकम पायौँ। हामीले हेर्नु होला है हामीले पाउनु पर्ने कति हो 10,000 हो। 10,000 मध्येबाट हामीले कति पायौँ 9,500 पायौँ भनेपछि कम पायौँ भनेपछि हाम्रो लागि घाटा हुन्छ। हो त्यो घाटा हेर्नु होला यो नोमिनल एकाउन्टको रुल्समा के छ अल एक्सपेन्सेस एन्ड लसेस डेबिट छ भनेपछि हामीले के गर्यौँ यो एक्सपेन्सेस हो। डिस्काउन्ट दिनु भनेको हाम्रो डिस्काउन्ट दिनु भनेको यो भनेको कि हाम्रो एक्सपेन्सेस हो। त्यही भएर हामीले के गर्यौँ यसलाई डेबिट गर्यौँ। यसरी पनि बुझ्न सकिन्छ होइन। यसरी बुझेन भनेपछि तपाईँले के गर्नुपर्ने हुन्छ भन्दाखेरि हेर्नु होला यो क्यास जता हुन्छ त्यतै हाम्रो डिस्काउन्ट पनि हुन्छ भनेर तपाईँहरूले बुझ्न सक्नुहुन्छ। अब हेर हामी दोस्रो केसमा के हुन्छ भन्दाखेरि सेम स्पेमा के हुन्छ भन्दाखेरि क्यास रिसिभ हुँदाखेरि हामीले हेर्यौँ अनि हामी के हेरौँ क्यास पेमेन्ट गर्दाखेरि के हुन्छ हेर्नु होला है। दोस्रो हामी हेरौँ अब क्यास पेमेन्टको हेर्नु होला। क्यास पेमेन्ट गर्दाखेरि हामीले कुनै मान्छेलाई क्यास दिएका हुन्छौँ। हो त्यो जुन मान्छेले क्यास पाएको हुन्छ त्यो मान्छेलाई हामीले के गर्नुपर्ने हुन्छ अर्थात् त्यो संस्थालाई हामीले के गर्नुपर्ने हुन्छ त्यसलाई डेबिट गर्नुपर्ने हुन्छ। किनकि त्यो मान्छेले त पैसा पाएको हुन्छ। हो यसरी पैसा पाउँछ भनेपछि त्यसलाई हामीले डेबिट गर्ने। जस्तै मानौँ हामीले के गरेका थियौँ त राम भन्ने मान्छेबाट हामीले उधारोमा सामान किनेका थियौँ भनेको छ हेर्नु होला है। यो हाम्रो बेच्दाखेरिको केसमा आउँछ भनेपछि यो हाम्रो किन्दाखेरिको केसमा आउँछ। क्यास पेमेन्ट हामी कतिखेर गर्छौँ त जति बेला हामीले उधारोमा सामान किनेका थियौँ होइन। हो उधारोमा सामान किनेर हामी क्यास पेमेन्ट गर्छौँ। जस्तै हेर्नु होला हामीले रामबाट सामान किनेका थियौँ भनेपछि हामीले पेमेन्ट गर्दाखेरि रामलाई पेमेन्ट गर्छौँ। हो राम भन्ने मान्छेले हाम्रो क्यास पाउँछ त्यही भएर यो रिसिभर हो र पाउने मान्छेले हामीले के गर्नुपर्छ त डेबिट गर्नुपर्छ भनेर हामी पर्सनल एकाउन्टको रुलमा हेर्यौँ भनेपछि हामी रामको एकाउन्ट डेबिट गर्यौँ। अब क्रेडिट के गर्ने भन्दाखेरि हाम्रो व्यवसायबाट के गएको छ त हाम्रो व्यवसायबाट के गयो त्यसलाई हामीले के गर्नुपर्ने हुन्छ क्रेडिट गर्नुपर्ने हुन्छ। हेर्नु होला यो क्यास पेमेन्ट अर्थात् क्यास दिँदाखेरि हाम्रोबाट के जान्छ त क्यास जान्छ। हो क्यास जान्छ भनेपछि हामीले के गर्यौँ टु क्यास एकाउन्ट भनेर हामीले यसरी लेख्न सकिन्छ है। टु क्यास एकाउन्ट लेख्यौँ किन लेख्यौँ किनकि यो हामीबाट गएको छ। हेर्नु होला वाट गोज आउट भनेको हाम्रो संस्थाबाट क्यास गएको छ भनेपछि गोज आउटलाई हामी के गर्छौँ त क्रेडिट भनेर लेख्छौँ। यसरी तपाईँहरूले यो लेख्न सक्नुहुन्छ भनेपछि अब मानौँ यसैमा सेम यस्तै उदाहरणबाट अर्को उदाहरण हेरौँ हामीले। जस्तै मानौँ हामीले 5,000 पेमेन्ट गर्नुपर्ने छ भनेपछि हेर्नु होला पेमेन्ट गर्नुपर्ने कति छ हाम्रो 5,000 पेमेन्ट गर्नुपर्ने 5,000 छ। हामीले तिर्यौँ कति 4,500 मात्रै तिर्यौँ। 4,500 मात्रै तिर्यौँ भनेपछि के हुन्छ यस बेला तिर्नुपर्ने 5,000 हो। हामीले कति तिर्यौँ 4,500 भनेपछि हेर्नु होला हामीले कति तिर्यौँ भन्दाखेरि हामीबाट कति क्यास गएको छ त त्यसले हामीले के गर्नुपर्ने हुन्छ टु क्यास एकाउन्टमा हामीबाट कति क्यास गएको छ भन्ने कुरा हामीले लेख्नुपर्ने हुन्छ। अब कति हुन्छ त हाम्रो व्यवसायबाट कति गएको छ त क्यास 4,500 मात्र। 4,500 मात्र हामीले क्यास पेमेन्ट गरेका छौँ। तर रामबाट हामीले सामान कति बराबरको उधारोमा किनेका थियौँ त पहिला मानौँ हामीले 5,000 बराबर किनेका थियौँ मानौँ। हो यसरी 5,000 बराबर किन्दाखेरि के भयो हाम्रो तिर्नुपर्ने 5,000 हो तर हामीले तिर्यौँ कति त 4,500 तिर्यौँ। अब हेर्नु यो बेला पनि हाम्रो डिस्काउन्ट हुन्छ। अब यो बेलाको डिस्काउन्ट हामीले पाएको डिस्काउन्ट हो कि दिएको डिस्काउन्ट हो यो बेला हामीले क्यास पेमेन्ट गर्दाखेरि पाएको डिस्काउन्ट भनेको के हुन्छ त्यो डिस्काउन्ट यसरी डिस्काउन्ट पाउँछ भने हामीले के गर्ने त्यो कति बराबरको डिस्काउन्ट पायो त अब हामी एमाउन्ट निकालौँ। एमाउन्ट हाम्रो डिस्काउन्ट एमाउन्ट कति हुन्छ 500। हेर्नु होला यो 500 एमाउन्ट हुन्छ। अब हेर्नु होला डेबिट क्रेडिटमा कुन ठाउँमा हाम्रो पुग्दैन डेबिट क्रेडिट बराबर गर्दाखेरि हाम्रो डेबिटमा 5,000 छ क्रेडिटमा 4500 छ भनेपछि हाम्रो क्रेडिटमा पुग्दैन।
हो क्रेडिटमा पुगेन भनेपछि यसलाई के गर्नुपर्ने हुन्छ हामीले 500 लाई क्रेडिट गर्ने किनकि क्रेडिटमा पुगेन। अब हेर्नु त यसरी भएन भनेपछि यसरी तपाईहरुले बुझ्नु भएन भनेपछि के गर्ने यो 500 डिस्काउन्ट भनेको हामीले पाएको डिस्काउन्ट हो यो पाएको डिस्काउन्टलाई के गर्नु पर्छ हामीले पाएको डिस्काउन्ट भनेको इन्कम हो। यहाँ हेर्नु त इन्कम एन्ड गेन्स आर क्रेडिट भनेको छ। हाम्रो इन्कम हुन्छ भनेपछि हामीले के गर्ने त्यसलाई हामीले क्रेडिट गर्ने हो। यसरी क्रेडिट गर्दाखेरि हाम्रो क्रेडिटमा के लेख्नु पर्यो अब डिस्काउन्ट। यो डिस्काउन्ट हामीले पाएको डिस्काउन्ट हो त्यही भएर हामीले क्रेडिटमा के लेख्यौं डिस्काउन्ट एकाउन्ट भनेर हामीले क्रेडिटमा लेख्यौं। यसरी हाम्रो के हुन्छ त यो डेबिट र क्रेडिट बराबर हुन्छ। मैले यो भन्दा अगाडि एउटा कुरा भनेको थिएँ तपाईहरुलाई के भनेको थिएँ भन्दाखेरि हेर्नु होला यो क्याश सँगै कहिले पनि हाम्रो डिस्काउन्ट सँगसँगै हुन्छ भनेर भनेको थिएँ। माथि पनि हेर्नु होला क्याश सँगसँगै हाम्रो डिस्काउन्ट पनि आएको छ तल पनि क्याश र डिस्काउन्ट हाम्रो सँगै आएको छ भनेपछि तपाईहरुले यसरी जता क्याश छ त्यतै हाम्रो डिस्काउन्ट पनि हुन्छ भनेर यसरी पनि तपाईहरु बुझ्न सक्नुहुन्छ है। हामीले के गर्यौं त क्याश रिसिभ गर्दा र क्याश पेमेन्ट गर्दाखेरिको अब हेरौँ हामी अरू हाम्रो व्यवसायमा के जर्नल एन्ट्री बनाउन पर्ने हुन्छ भन्ने बारे हामी अब हेर्दै जाउँ है। ल म यसलाई मेटाउँछु। अब तपाईहरुको एक्जाममा सोध्न सक्छ डिप्रिसिएसन भनेर है। डिप्रिसिएसन पनि तपाईहरुको एक्जाममा आउन सक्छ। यदि हाम्रो मेसिनमा डिप्रिसिएसन भयो भनेपछि डिप्रिसिएसन भनेको के भन्दाखेरि हाम्रो मेसिनको अथवा हाम्रो फिक्स एसेटको भ्याल्यु घट्नुलाई हामी के भन्छौं डिप्रिसिएसन भन्छौं। हो यसरी डिप्रिसिएसन हो भनेपछि हेर्नु होला हाम्रो भ्याल्यु मेसिनको भ्याल्यु घट्यो भनेपछि हामीलाई के हुन्छ त्यो घाटा हो भनेपछि हाम्रो डिप्रिसिएसन भनेको के रहेछ हाम्रो लस रहेछ भनेर तपाईहरुले बुझ्न सक्नुहुन्छ है। अब हेरौँ डिप्रिसिएसनको केसमा हामीले जर्नल एन्ट्री कसरी बनाउने भन्ने बारे हेरौँ। डिप्रिसिएसनको केसमा है हेर्नु होला डिप्रिसिएसन भनेको मैले के भने त हाम्रो खर्च हो। यसरी खर्च भनेपछि यहाँ हेर्नु होला अल एक्सपेन्सेस एन्ड लसेस हामीले डेबिट गर्ने भनेपछि हाम्रो डिप्रिसिएसन खर्च हो। त्यो खर्चलाई हामीले के गर्नुपर्ने हुन्छ डेबिट गर्नुपर्ने हुन्छ भनेपछि के गर्ने हामीले डेबिटमा डिप्रिसिएसन एकाउन्ट डेबिट गरिदिने। हेर्नु होला यो डिप्रिसिएसन भनेको हाम्रो खर्च हो त्यही भएर हामीले डेबिटमा डिप्रिसिएसन एकाउन्टलाई डेबिट गर्यौं। अब क्रेडिटमा के गर्ने भन्दाखेरि क्रेडिटमा हामीले के गर्ने भन्दाखेरि हेर्नु होला डिप्रिसिएसन हाम्रो केमा लागू हुन्छ त डिप्रिसिएसन केमा लागू हुन्छ त्यसलाई हामीले जस्तै हेर्नु होला डिप्रिसिएसन हाम्रो केमा लागू हुन्छ त डिप्रिसिएसन हाम्रो मेसिन पनि भन्न सक्छ डिप्रिसिएसन अन फर्निचर पनि भन्न सक्छ। हो यसरी डिप्रिसिएसन अन फर्निचर मेसिन भन्छ भनेपछि त्यो मेसिनलाई हामीले के गर्नुपर्ने हुन्छ क्रेडिट किनकि हाम्रो त्यो मेसिनबाट हाम्रो डिप्रिसिएसन भनेको हाम्रो मूल्य घटेको भनेपछि जुन मेसिनमा हाम्रो डिप्रिसिएसन हो अथवा जुन फिक्स एसेटमा हाम्रो डिप्रिसिएसन हो त्यसलाई हामीले के गर्नुपर्ने हुन्छ त क्रेडिटमा लेख्नुपर्ने हुन्छ। जस्तै मानौँ डिप्रिसिएसन अन फर्निचर थियो भनेपछि फर्निचर नलेखौँ यसमा मेसिन लेखौँ है। धेरै ठाउँमा हाम्रो फर्निचर भएको छ तपाईहरुलाई कन्फ्युज हुन सक्छ। र डिप्रिसिएसन अन मेसिन छ भनेपछि तपाईहरुले के गर्नुपर्ने हुन्छ डिप्रिसिएसन एकाउन्टलाई डेबिट गर्यौं हामीले अनि टु मेसिन एकाउन्ट गर्नुपर्ने हुन्छ है। टु मेसिन एकाउन्टलाई हामीले क्रेडिट गर्नुपर्ने हुन्छ। यसरी हाम्रो जति बराबरको हाम्रो डिप्रिसिएसन दिएको छ त्यसलाई हामीले यहाँ लेखिदिँदा हाम्रो के हुन्छ डिप्रिसिएसनको जर्नल एन्ट्री पनि यसरी हामी बनाउन सक्छौं। अनि नेरेसनमा के लेख्ने त भन्दाखेरि नेरेसनमा तपाईहरुलाई थाहा नै छ नेरेसनमा डिप्रिसिएसन अन मेसिन भनेर तपाईहरुले क्वेशनमै दिएको हुन्छ त्यहाँबाट तपाईहरुले लेख्न सक्नुहुन्छ। अब हामी हेरौँ अर्को हाम्रो के जर्नल एन्ट्री हुन सक्छ भन्दाखेरि एउटा हेरौँ हामी अब लास्ट हाम्रो हेरौँ ब्याड डेब्टको लागि है। हो यो ब्याड डेब्ट भनेको के हो हामी लास्ट हेरौँ ब्याड डेब्टको लागि। ब्याड डेब्ट भनेको यो ब्याड डेब्ट भनेको हाम्रो ग्राहकबाट पाउनु पर्ने पैसा। हेर्नु होला हामीले कुनै मान्छेलाई उधारोमा सामान बेचे आउँछौँ त्यो मान्छेले यदि हामीलाई पैसा दिएन भनेपछि त्यो रकमलाई हामीले के गर्छौँ ब्याड डेब्ट अर्थात् खराब ऋण भनेर हामी इन्ट्री गर्छौँ। हो यो खराब ऋण भनेको पनि हाम्रो के हो हेर्नु होला खराब ऋण भनेको पनि हाम्रो एक्सपेन्सेस एन्ड लसेस हो। यो खराब ऋण भनेको एक्सपेन्सेस एन्ड लसेस हो भनेपछि यसलाई के गर्नुपर्ने हुन्छ त यो एक्सपेन्सेस हो भनेपछि एक्सपेन्सेस हाम्रो के हुन्छ डेबिट हुन्छ। हो यसलाई पनि हामीले के गर्ने डिप्रिसिएसनमा गरे जसरी यसलाई पनि के गर्ने हाम्रो डेबिटमा गर्नुपर्छ भनेपछि हाम्रो के हुन्छ यसमा ब्याड डेब्ट एकाउन्ट हामीले के गर्ने डेबिटमा गर्ने। अनि क्रेडिटमा के गर्ने भन्दाखेरि ब्याड डेब्ट हाम्रो केमा हुन्छ त ब्याड डेब्ट हाम्रो केमा हुन्छ भन्ने बारे हामीले यहाँ बुझेर अनि क्रेडिटमा लेख्नुपर्ने हुन्छ। हेर्नु होला है हामीले कुनै मान्छेलाई उधारमा बेच्यो भनेपछि त्यो मान्छे हाम्रो लागि के हुन्छ डेब्टर हुन्छ। हो ब्याड डेब्ट भनेको त्यसबाट पाउनु पर्ने रकम हामीले पाएन भनेपछि त्यो हाम्रो ब्याड डेब्ट हो भनेपछि ब्याड डेब्ट हाम्रो कसमा लागू हुँदो रहेछ ब्याड डेब्ट भनेको हाम्रो जहिले पनि कसमा लागू हुन्छ त डेब्टरमा लागू हुन्छ है। ब्याड डेब्ट हाम्रो कता लागू हुन्छ डेब्टरमा। त्यही भएर हामीले के गरौँ क्रेडिटमा टु डेब्टर एकाउन्ट भनेर लेख्नुपर्ने हुन्छ। यदि तपाईहरुलाई क्वेशनमा डेब्टर भनेर दिएको छैन भनेपछि डेब्टरको ठाउँमा हामी एकाउन्ट रिसिभेबल हेर्नु होला है। डेब्टरको ठाउँमा हाम्रो एकाउन्ट रिसिभेबल भनेको पनि यो डेब्टर नै बुझ्नुपर्ने हुन्छ तपाईहरुले। एकाउन्ट रिसिभेबल एकाउन्टलाई हामीले के गर्दिने त क्रेडिट गर्दिनु होला तपाईहरु। डेबिटमा के गर्ने ब्याड डेब्ट एकाउन्ट
डेबिट गर्ने किनकि ब्याड डेब्ट भनेको हाम्रो एक्सपेन्सेस हो, त्यही भएर हामीले ब्याड डेब्ट डेबिट गऱ्यौँ। अनि यो डेब्टर एकाउन्ट क्रेडिट किन गऱ्यौँ भन्दाखेरि डेब्टरमा हाम्रो ब्याड डेब्ट लाग्ने हुनाले हामीले के गऱ्यौँ, यसलाई डेब्टर एकाउन्टलाई क्रेडिट गऱ्यौँ। यसरी तपाईँहरू यसको नेरेसन पनि लेख्न सक्नुहुन्छ। नेरेसनमा के हुन्छ त भन्दाखेरि बिइङ ब्याड डेब्ट अन डेब्टर भनेर लेख्दा पनि हुन्छ। यो अन डेब्टर नलेखेर तपाईँहरूले बिइङ ब्याड डेब्ट भनेर मात्र पनि लेख्न सक्नुहुन्छ है। यसरी हामीले के गऱ्यौँ त, हाम्रो व्यवसायमा के कारोबारहरू हुन सक्छन् अनि त्यसको जर्नल इन्ट्री के हुन्छ भन्ने बारे हामीले यहाँ 4-5 वटाको कुराहरूको हामी छलफल गऱ्यौँ। बाँकी हामी नेक्स्ट भिडियोहरूमा हामी ल्याउँदै गर्नेछौँ, अर्थात् हाम्रो क्वेसन बनाउँदाखेरि हामी सल्भ गर्नेछौँ। यति तपाईँहरूले बुझ्नुभयो भने जर्नल इन्ट्रीमा तपाईँहरूलाई धेरै नै सजिलो हुन्छ। हामी नेक्स्ट भिडियोमा लेजर के हो अनि लेजर बनाउने तरिकाहरू बारे हामी नेक्स्ट भिडियोमा हामी हेर्नेछौँ है।